मिलो पिरो कस्तो भयो हेलो नमस्कार जोरले स्वागत छ फेरि पनि खाता ब्लगमा। म चाहिँ एकदमै आराम छु साथीहरू, आराम भएर त यसरी हिँड्दैछु। कस्तो तपाईँहरू पनि एकदम सन्चै हुनुहुन्छ होला नि आजकल चाहिँ साथीहरू। अनि म चाहिँ यसरी आजको मेरो नयाँ लुक्स साथीहरू, म चाहिँ यहाँ आज पानी कि ठुलो चाहिँ परेको छैन, सिम पानी परेको छ। अनि यसरी यहाँ जम्फर लाएर हिँड्दैछु म चाहिँ। अनि हुस्सेले चाहिँ आज साथीहरू केही देख्दैन, घर गाउँ डाँडा काँडा पाखा पखेरा केही देखेको छैन, यसरी छोपेको छ पुरै। म चाहिँ खाना बोकेर मेरो सरजीलाई बोकेर जाँदैछु खाना पुर्याउनलाई, बाटोमा छु साथीहरू। म चाहिँ बोट आइपुगेँ। त्यहाँ हेर्नु त हाम्रो खोर्सानीको बोट कति राम्रो छ। यहाँ हुनुहुन्छ मेरो सरजी, भैँसी गोठालोको सर। उहाँ चाहिँ भैँसी बाख्रा अनि बाँदरको सर। हामी दुईजना एउटै ड्रेसमा एउटै लुक्समा साथीहरू। यहाँ छ विद्यार्थीहरू, यता हुनुहुन्छ सर। यो चाहिँ दुईवटा विद्यार्थी खाना मात्रै जानेको छ। भोक लागेको छैन? यस्तो छ है अफिसतिर हाम्रो चाहिँ। हाम्रो ठुलो खाले मकै, यो चाहिँ हाइब्रिड ठुलो खाले मकै हो। यो चाहिँ कति ढिलो पाक्ने रहेछ भने साथीहरू। यता छ लोकल, अनि लोकल चाहिँ साह्रै ठुलो घोगा साथीहरू। अनि यस्तो छ यता चाहिँ, यो कहाँदेखि चाहिँ बाँदर आएको हेर्नु त, हुस्सेले केही देख्दैन। अनि बाँदर गोठालो गर्नुपर्ने। हाम्रो मकै चाहिँ भर्खरै सुक्न लाग्यो, एकदम ठुलो ठुलो सुक्का बिचरा। यस्तो छ है। अनि के भयो ढुङ्गा हल्लाउँदा भन्नु न। यो तरकारी चाहिँ आज मैले खतरा ल्याइदिएको छु, खोलेर हेर्नु। यो तरकारी रियाक्सन चाहिँ एक गाँस भात खानु, एउटा आँप टोक्नु। यो मुन्टा मात्रै किन पकाएको होला भनेर भन्नुहुन्छ भने चाहिँ साथीहरू, मेरो बुढालाई सुगर नगर भनेको सुगर। कौन है ये लोग? कहाँ से आते हैं? सुगर भएर आलु नखाने रे। अनि हामी चाहिँ आलु र मुन्टा खान्छौँ, मलाई चाहिँ एकदम मनपर्छ। बुढा चाहिँ सु गर्ने भएर मुन्टा मात्रै पकाएर ल्याइदियो। ए बेइज्जत हुन्छ, के हुन्छ र? पाइनापल पाकेछ रे। ल काट्नु त बुढा, म लिएर जान्छु। हाम्रो पाइनापल पाकेको छ साथीहरू। यहाँ छ एउटा, दुईटा, राख्नुहोस् तपाईँको 5 शब्द राख्नुहोस्। अनि बनाउनु न त, तपाईँकै बनाइदिँदैछु।
चारवटा पाँच काट्नु न लो कस्तो भएको छैन हौ अनि यहाँ त खान्छ त केले फेरि